इस्लाम धर्म का 5 आधारहरू। सर्वशक्तिमान एक परमेश्वर, वहाँका सन्देष्टाहरू, वहाँका पुस्तकहरू, वहाँका स्वर्गदूतहरू, न्यायको दिन र भाग्यमाथि विश्वास गर्ने व्यक्तिले 5 कार्यहरूद्वारा आफ्नो विश्वास देखाउन आवश्यक छ। पहिलो आधार गवाही दिनु, अर्थात् केवल एक ईश्वरको मात्र भक्ति गर्नु, पूजापाठ गर्नु र अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको शिक्षाको अनुसरण गर्नु। दोस्रो आधार दैनिक 5 पटक प्रार्थना गर्नु हो, जसलाई सलाह वा सलात भनिन्छ। यी प्रार्थनाहरू दिनभरि निश्चित समयमा पालन गर्नु पर्दछ। सन्देशवाहक मुहम्मदद्वारा सिकाए अनुसार निर्धारित विधिको पालन गर्नु पर्दछ। 5 दैनिक प्रार्थनाले एक महत्त्वपूर्ण आध्यात्मिक दिनचर्याको रूपमा सेवा गर्दछ, अल्लाहसँग गहिरो सम्बन्धलाई बढावा दिन्छ र अभ्यास गर्ने मुस्लिमको जीवनमा दिमागीपन, अनुशासन र कृतज्ञतालाई बढावा दिन्छ। तेस्रो आधार जकात दिनु वा धर्मदान गर्नु हो। आफ्नो हेरचाह गर्नुका साथै परमेश्वरले हामीलाई आफूभन्दा कम भाग्यमानी मानिसहरूको हेरचाह गर्न पनि भन्नुहुन्छ। इस्लाम धर्मको तेस्रो आधार भनेको वर्षमा एक पटक अनिवार्य दान दिनु हो। यदि कुनै पुरुष वा महिलासँग 85 ग्राम सुन छ वा 85 ग्राम सुनको मूल्यको कुनै पनि मुद्राको बराबर रकम छ भने 2.5% गरिबलाई दिनुपर्छ। इस्लामको 14 आधार भनेको प्रत्येक वर्ष इस्लामी क्यालेन्डरको 9 महिनामा अर्थात् रमदान महिनामा उपवास बस्नु हो। सबै मुसलमानहरू बिहानदेखि सूर्यास्तसम्म उपवास बस्छन्, खाना, पेय पदार्थ र वैवाहिक सम्बन्धबाट अलग रहन्छन्। पाँचौं आधार धनी र स्वस्थ व्यक्तिले जीवनकालमा एक पटक मक्का शहरमा स्थित बैतुल्लाह अर्थात् अल्लाहको घरका यात्रा गर्नु, जसलाई हज गर्नु पनि भनिन्छ। पैसा छ तर बिमारीको कारणले यात्रा गर्न सक्दैन भने कसैलाई खर्च दिएर हज गराउन सकिन्छ। प्रार्थनाको आह्वान सुन्न वा कुरानको पहिलो अध्याय सुन्न वा प्रार्थनामा 3 स्थानहरू जान्न वा स्नानको लागि चरणहरू जान्न कृपया पछाडिको बटन क्लिक गर्नुहोस् वा मुख्य पृष्ठमा फर्कन मुख्य बटन थिच्नुहोस्।